गुड मर्निङ फ्रम तोदे। आज चाहिँ हामी बिहानै उठेर अहिले कफी पिउँदैछु अनि आज चाहिँ डे 2 तोदेमा। आज पनि दामी भइरहेको छ, दिन चाहिँ घाम लागेर मजाको भइरहेको छ, पारिपट्टि पनि दामी देखिरहेको छ। के अरे भन्न न भन्नु। अब चाहिँ हामी ब्रेकफास्ट बनाउँदैछु। आलु र भिन्डी अनि रोटी बनाउने खालको हुन्छ खाँदैन जुरा भनेर कति दामी फुल रहेछ, कलर यसको। छोराले सुतिरहेको छ मजाले। यो चाहिँ भक्कु फ्रेक थियो कि त्यही भएर चाहिँ अहिले चाहिँ उठ्नै मानेको छैन, यस्तो घाम लागिसक्यो। पाक्दैछ सब्जी, पाक्दैछ रोटी। ब्ल्याङ्केट तानेर मजाले सुत्दैछ मेरो छोराले। आप्पाले के रोप्नु भएको रहेछ हो। मेबी यो चाहिँ बिट हो। बिट हो के हो। यहाँ चाहिँ त्यो के भन्छ भुटनेस खोर्सानी के भन्छ नाची खाने यस्तो वाला रहेछ। यहाँनिर चाहिँ फुलहरू पुरा रोप्नु भएको रहेछ। यो चाहिँ सिलेरी, यो सुपमा हालेर खाने हुन्छ। यो पाखनबेत रहेछ, पाखनबेत पनि। यहाँनिर सिलेरी के हो यो मुला जस्तो, मुलै होला। ज्याक्सन अहिले भुक्यो भने हाम्रो बेडबाट चाहिँ यस्तो दामी देख्छ कि, तर हामी चाहिँ बिहानै उठेर पनि ब्रेकफास्ट बनाएर पनि खाएर पनि फेरि सबै कुरो गरेर पनि सुत्दा पनि 9 पनि बजेको छैन। यो के भएको जिन्दगी अड्केको जस्तो भयो। बाबाले तर्पिरहेको छ हो न। बिहान उठेर सबै गरिसक्दा पनि 9 पनि बजेको छैन, इन्टरनेट छैन, के रमाइलो भुटानको भिड भन्दैछ। होइन के भएको, टाइम अड्केको जस्तो भइरहेको छ त। म त 12 बजेर हानेको त घडी हेरेको कि, अन्त क्या दामी देख्दो रहेछ, तर आँखा खोल्दा चाहिँ दामी भ्यू। यो चाहिँ स्कुल रहेछ, यहाँ चाहिँ भुटान सानो घर। यता चाहिँ ताङता के भन्दो रहेछ। यहाँ चाहिँ छ माछा। कहाँ गएछ, कम्ती थिएन त माछा। सब पत्ता मुनि लुक्यो क्या। ए ऊ माछा यहाँ चाहिँ
अब चाहिँ हामी रेडी भइसकेको छ हामी चाहिँ चर्च जाने सो अब चाहिँ रेडी भइसक्यो म चाहिँ रेडी भइसक्यो भाउजू रेडी हुँदैछ बहिनीलाई रेडी गर्दैछ सो अब हामी माथि छ चर्च चाहिँ माथि छ अरे सो हामी चर्च जाने हुँदैछ वान किटाना प्लिज राम्रो ब्युटिफुल हुँदैछ है बहिनी के हुँदैछ अब कहाँ जान्छ हामी भन त कहाँ जान्छ अब हामी चर्चमा गएर बदमास गर्छ ए ल हामी रेडी भएर पनि निस्केको हामी चाहिँ अब चर्च जान्छु रेडी भएर निस्केको अब चाहिँ हामी कहाँ जान्छ अरे लड्छ अब लड्यो ए रेडी भएर गएको अरे मेनोरा अब चाहिँ हामी चर्च गएको माथि चर्च चाहिँ माथि छ अरे सो हामी चर्च जाँदैछ यिनीहरूले चाहिँ एप्पल खाँदैछ गएको उकालो सिँढी जान वकमा लाग्दै अब ल म त 2 सिँढी हिँड्दै गएँ त हौ के बेतलो अरे कि 2 सिँढी हिँड्दै हत्तु भयो नेबाट फाकिरहेको रहेछ के चाहिँ यहाँ पनि त अम्बो कत्रो खानुहुन्छ त यो नेबाट उकालो जानुपर्दो रहेछ कि हत्तु भयो चर्च यो चाहिँ ब्याक साइड रहेछ चर्चको ऊ तलबाट यहाँ हिँडेर आउँदा त हत्तु भयो कुकुर त छ त नि त वाउ हामी चाहिँ यहाँ चर्च आइपुग्यो यहाँ चाहिँ 2 डेजको सेमिनार 3 डेजको सेमिनार हुँदैछ सो खाऊ अन्त यहाँ आइपुगेको छ हामी स्टार्ट हुन आँटेको छ चिया खायो ब्ल्याक टी लन्च टाइम भइरहेको छ हुन्छ दादा लन्च टाइम निस्केको घुम्नु प्रभु बजार खोजेर भए पनि गएर आएर हामीले यी खानेकुराहरू बक्कु लिएर आयो बेलुका चाहिँ झालमुरी बनाएर खाऊँ भनेर चाहिँ लिएर आयो हामी घुमेर अब चाहिँ एकछिन रेस्ट गर्ने त्यहाँबाट बेलुका चाहिँ झालमुरी बनाएर खाने है जेरोन अन्त यहाँ यी बहिनीको ललिपप अब जान्छु देखाइदिन्छु भाउजूलाई पनि यहाँनिर चिप्स छ अब खाँदै सुत्ने हामी बेलुका चाहिँ झालमुरी खाने रुममा आइसक्यो अन्त हामी अब रेस्ट गर्ने मेनोरा सुत्छ जेरमनी सुत्छ अन्त यो चाहिँ चिप्स लिएर आएको थियो यो चाहिँ यहीँनिर बनाएको अरे यहीँकोहरूले बनाएको अरे आलुको चिप्स अन्त पिरो मिठो रहेछ र तेल चाहिँ बेसी रहेछ मिठो हो खानु एक प्याकेट खाइसक्यो अझै अर्को प्याकेट खाने अरे हो अन्त यो चाहिँ एकदम मिठो रहेछ हौ आलुको रहेछ यहीँ बनाएको रहेछ ल प्रखान त ल आलुको मिठो एकदम तपाईँहरू पनि यहाँ तोरी आयो भने चाहिँ यो ट्राई चाहिँ भर्खर उठ्यो हामी त्यही डरलाग्दो सुतेको छु कि अम्बो 2 बजीदेखि सुतेको 6:30 मात्रै उठाइ भएछ अब चाहिँ उठेर चिया खानु हो हामी
डरलाग्दो सुतेछु अम्बो डरलाग्दो सुतेछु कि सिधै 2 बजी त अहिले 6 बजी उठेछु अन्त चिया खाँदैछु चिया अनि बिस्किट हामी सबैजना बसेर इभिनिङ भ्यू यहाँ मजाले भिडियो गर्ने बिस्कुट त सकिँदै रहेछ यो खाँदैछु हामी भन्दै भन्दा यहाँ चाहिँ लसुन हेर्न सक्नुहुन्छ कति धेरै फलेछ अर्किडहरू रहेछ यहाँनिर चाहिँ यहाँ चाहिँ मही पार्ने के भन्छ यसलाई मही पार्ने ठेकी तर प्लास्टिकको रहेछ म सिँढीमा चढ्दैछु सिँढी पनि कुन कति सेन्टिमिटर होला कस्तो लामो छ सिँढी त सिँढी त लामो छ के अरे यो हाम्रो बाल्कनी यो चाहिँ अर्को अब हामी डिभोसन गर्न आँटेको डिनर टाइम ल म गरिदिन्छु तिम्रो सब अर्ग्यानिक यहाँ घरकै घरकै यो पियर भन्ने हो यो पनि प्योर हनी अरे हौ जेरनको त्यहाँबाट मिठो खाँदै त्यहाँबाट यो कुखुराको सुप सिबी के अरे लाली साग रोटी जेरन पनि प्योर अर्ग्यानिक दही सिम्बुलको अचार ए अन्त मेनोराको मेरो छोरीको पनि बनिँदैछ दुध रोटी ए दही रोटी बनिँदैछ वाउ दही रोटी खान्छ अब मेरो छोरीले ए सुप रोटी अरे बनाउँदैछ झालमुरी बेलुका खाना खाएर पनि अब हामी बनाउँदैछ झालमुरी अब चाहिँ हामी आफ्टर डिनर यहाँनिर झालमुरी खाने अरे हो नुनाले यहाँनिर झालमुरी बनाउँदैछ है अलिकति सेतो देखिरहेको छ होला तर यम्मी टेस्ट गरेँ मैले हो अब हामी खानेछौँ यहाँनिर आन्टी यहाँ लजाउने बहिनी यहाँ आजै छ सायद यो भोलिको लागि होला यो चाहिँ बिहान ब्रेकफास्ट खाने अरे नानीहरूले सो हामीले लिएर आएको दामी पनि खायो अब झालमुरी पनि खाँदैछ सबैजना हामी मिलेर यहाँनिर पाल पनि पानी पर्यो त्यही भएर यस्तो पानी झरी हुँदै पनि के गरेको अरे दादा पानी परिरहेको छ झालमुरी खाइरहेको छ पिरो भयो ए हामी झालमुरी खाएर पनि वाइट टी ल्याउनु भएको रहेछ सरले अन्त यो खाएर चाहिँ अब हामी सुत्नेछु सो थ्याङ्क यू फर वाचिङ see you on next video. Don't forget to like, share and subscribe. Bye bye. Good night.